नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्र विक्रम चन्द सर्वपक्षीय सरकार गठन हुनुपर्ने मागमा एकै ठाउँमा उभिएका छन्। एमाले अध्यक्ष ओलीले जेन्जी सहितको सहभागितामा सर्वदलीय सर्वपक्षीय सरकार गठनको प्रस्ताव नै अगाडि सार्नु भएको छ। विप्लवले पनि त्यही प्रस्ताव राख्नुभयो। चुनाव हुनका लागि विश्वासिलो वातावरण बन्नुपर्ने र त्यसका लागि सर्वदलीय सर्वपक्षीय सरकार गठन हुनुपर्ने विप्लवको पनि आग्रह छ। सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ, विप्लवले पत्रकारहरूसँग भन्नुभयो। एमाले अध्यक्ष ओलीले भने राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च मानवाधिकारको टोलीसँग भएको भेटघाटको क्रममा संकट टार्ने गरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव अगाडि सार्नु भएको हो। ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनस्थापना हुनुपर्ने बताउँदै आउनु भएको छ। प्रतिनिधि सभाबाट संविधान संशोधन गर्ने र संसद सदस्य नभएको व्यक्ति चुनावी सरकारको प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था गर्नुपर्ने पनि ओलीको प्रस्ताव छ। सरकार भने चुनाव गराउने गरी गृह कार्यमा जुटिरहेको छ। जेन्जी र दलहरूसँग छुट्टा छुट्टै रूपमा संवाद गर्दै आउनुभएका प्रधानमन्त्री कार्कीले आज जेन्जी दलहरू र सरकार बीच त्रिपक्षीय वार्ता गर्नुभएको छ।